ए ल हुन्छ बरु अलिकति पैसा दिनु न सधैँ पैसा 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 मैले तिम्रो लागि यत्रो पैसा कहाँबाट लिएर आउने भन त नरिसाउनु न मम्मी आजलाई मात्रै हो कि आजलाई मात्रै दिनु न भन कति चाहियो दिनु न 1200 मसँग यति नै छ यति नै लिएर जाऊ ल ए हस् भरे चाहिँ छिटै घर आउने फेरि मम्मीले त पैसा दिइहाल्नु भयो अब सञ्चालाई फोन गर्नु पर्यो हेलो हेलो आज के कारणले सम्झ्यौ त आज तिम्रो कस्तो छ फुर्सद छ कि छैन फुर्सद त खै त्यसै छैन आज राजुले हामीलाई डाउन रेस्टुरेन्टमा खाजा खानेलाई बोलाएको छ ओ राजुले पो अँ ए त्यसो भए त म घरमा ढाँटेर आइहाल्छु नि ए ल ल छिटो है आउन चाहिँ हस् ल म आइहालेँ हस् मम्मी आज म साथीसँग घुम्न जान्छु है को साथी त्यो अस्ति आएको फ्लोरेन्सिया के त अग्ली छ त ए उसँग भए त जाऊ जाऊ मम्मी बरु अलिकति पैसा चाहिएको थियो खालि पैसा 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 मम्मी नरिसाउनु न कति चाहियो भन त्यस्तै 1-2 हजार दिनुहोस् न ओ त्यति त होइन अलि 1000 रुपियाँ हुन्छ हस् भइहाल्छ नि बेलुका चाँडै आउने हस् तिमी कता छौ म घरमै छु किन र आज के छ तिम्रो फुर्सद खासै फुर्सद त थिएन आज राजुले हामीलाई डाउन रेस्टुरेन्टमा खाजा खानेलाई बोलाएको छ तिमी पनि आऊ है ओहो राजिनले पो अँ त्यसो भए त म आइहाल्छु नि ए ल ल आउन चाहिँ छिटो आऊ है ल ल ल ल एउटा कुरा थाहा छ कस्तो कुरा मलाई त राजिन कस्तो मनपर्छ नि भने मोरा कति ह्यान्डसम छ राजुलाई मैले पो मन पराउँछु भनेको त तिमीहरू दुइटाले त मैले भन्दा बढी पो मन पराउँदो रहेछौ त त्यसो नभन्न बरु मलाई मिलाइदेन धेरै ल्याङ नगर जाम छिटो ऊ राजिन आइसक्यो हाय तिमीहरू आइपुग्यौ आइपुगे ए ल ल बस आऊ नि त आऊ खाजा खाऊँ ल ल बस्दै गर हो तिमीहरू खाजा खाँदै गर हो अर्डर गरेर होइन अब मेरो अलिकति काम पऱ्यो ल ल ओ म्याम हेलो भाइ भन न कहाँबाट सम्झेको दिदीलाई आज मैले 3जना लड्कीहरू अब डाउन रेस्टुरेन्टमा खाजा खान बोलाएको थिएँ त्यही अस्ति मेसेन्जरमा फोटो 3जनाको पठाएको त्यही हो क्या हो तिनीहरू हो म्याम हो हो म्याम हो ल ल सकेसम्म 4 बोर्डर पास गराइदेऊ न बोर्डर पास मात्र गराएर भएन म्याम अब अलिअलि अब एकजनाको दरले कति पाउला अब 3जना भनेपछि एकजनाको दरले 10 तिमीलाई नि तिमीलाई हुन्न र जम्मा 10 अब तुरुन्तै गर्यौ भने पाउँछौ 5 थप ए ल ल ल ल भाइ आजै गर्न सकिन्छ त बोर्डर क्रस त हुन्छ भाइ हुन्छ एकदम ल ल अब बोर्डर क्रस गराएर फोन गर्छु है म्याम हस् ए तिमीहरूले खाजा खायो त खाइसक्यौँ कति मिठो थियो है अब तिमीहरूलाई एउटा सरप्राइज थियो कस्तो सरप्राइज तिमीहरू सिटी मल जाने हो लाने भए त जाने ए ल तिमीले हामीलाई सिटी मल लाने अनि होइन होला हो मेरो त सानै थिकेको सपना थियो सिटी मल जाने आमा भने सपना पुरा हुने भयो नि त आज ल ल जाऊँ न त त्यसो भए जान त जाने बोर्डर क्रस गरेर जानुपर्छ बोर्डर नि क्रस गर्नुपर्छ र सिटी मल जानलाई नि अनि त्यहाँ फेरि विभिन्न प्रश्नहरू सोध्ने गर्छ फेरि कस्तो प्रश्न हो र त्यही नाता कस्तो सम्बन्ध कस्तो कहाँबाट आएको के गर्न जान्ला कहाँ जान्ला त्यस्तै नाना भातिस प्रश्न सोधेर वाक्क अधिको गर्छन् हामी सबै साथी भनिदिउँला नि त त्यस्तो भनेर पठाउँदैन है त्यो चाहिँ कस्तो चाहिँ भन्नुपर्छ त अब कस्तो भन्ने अब एकछिन तिमी मेरो श्रीमती बनिदेऊ न श्रीमती रे मेरो त बिहे नै भएको छैन म कसरी तिम्रो श्रीमती बन्नु भने सिटी नि मल नजाने होइन जान त जाने हो अनि एकछिनको लागि बन्दैन त नाटक त हो नि त्यही त भनेको ए ल त्यसो भए त हुन्छ ल जम 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 कहाँ जानलाई
हामी सिटी मल जान्ला सर। तिमीहरूको त्यहाँ के काम छ त्यहाँ जान्ला? यिनीहरू तिनीहरूलाई सपिङ गराइदिउँला सर। हामी के विश्वास गर्ने? 3 जना केटी एक्लै केटा छस्, तेरो अर्कै उद्देश्य छ कि? हामीलाई के थाहा नि? अनुहारी हेर्दा चोर चोर छ। होइन 3 जना केटी र 1 जना केटा चाहिँ हिँड्नु नमिल्यो भने कहाँ लेख्या होला फेरि? आजकलको समाज त्यस्तै हो नि त, त्यही हो नि। तेरो यिनीहरूसँग के नाता पर्छ भन्? नाता त ऊ मेरो श्रीमती, ऊ 2 जना मेरो सालीहरू, अरू के हुनु नि? साँच्ची हो? नपताए सोधे हुन्छ भने। हलदर साहिब, हस्ताप यिनीहरूको नाम नोट गर्नुहोस्। तिमीहरूको तेरो नाम के? राजेन तामाङ। तिम्रो? फ्लोरेन्सिया सुवेदी। तिम्रो? सन्चा सुवेदी। तिम्रो? अनुष्का सुवेदी। तिमीहरूको ठेगाना कहाँ? थाहा छ मकवानपुर। ल यिनीहरूलाई केही प्रश्न सोध्नुहोस् त। हस्ताप यता आउस् त तिमीहरू। हस्। तिमीहरू साँच्ची नै सिटी मल जान लाग्यो? अनि त्यो राजी तिमीहरूको को? ऊ मेरो श्रीमान हो र यिनीहरू दुईटा मेरो बहिनीहरू हो। साँच्ची हो नि? हो साँच्ची हो। आजभोलि हाम्रो समाजमा महिला बेचबिखन धेरै मात्रामा भइरहेको छ। तिमीहरूलाई पनि कुनै ललाई फकाइ पाला आएर त जान लागेको छैनौ नि? त्यस्तो केही हुँदैन म्याम, हजुर किन शङ्का गर्नुभएको? साँच्ची नै हो नि? साँच्ची नै हो। फेरि भोलि पर्सि पछुताउन पर्ला नि? त्यस्तो समस्या आउँदैन कि म्याम, तपाईँले किन यस्तै शङ्का गरिरहनु भएको? बोर्डर पास भएपछि त यहाँबाट उम्किन त त्यहाँबाट उम्किन त धेरै नै गाह्रो छ। तपाईँले शङ्का गर्नु पर्दैन। त्यसो भए त हुन्छ, ल जाम। जाम। यिनीहरूले केही खुलाए कि खुलाएन? खुलाए साप। खुलाए? यिनीहरूले आफ्नो बारे खुलाएन। ए अब तिमीहरू त्यसो भए तिमीहरू जान सक्छौ। हस् साप। यहीँ बस है एकछिन। ए ल हुन्छ। कहाँ जान्ला हो र? मेरो विशेष काम पर्यो। कस्तो काम हो र? विशेष काम भनेपछि भन्ने कुरा हो र भने चुप लाएर यहीँ बस न। ल ल छिटो आऊ ल। ल हेलो म्याम। हेलो हेलो भाइ भन न। त्यो लड्कीहरूलाई मैले बोर्डर पास गराइदिइसकेँ म्याम। त्यही अस्ति भनेकै हो? हो म्याम, तिनीहरू नै हो। ओहो कडा भयो त त्यस भए। थाहा त तिमीलाई मेरो अड्डा कहाँ हो भनेर, त्यहीँ ल्याइदेऊ न। हुन्छ म्याम। हुन्छ हुन्छ। हस् म्याम। फोन पो गर्दैछ त? कहीँ हाम्रै बारेमा कुरा गरेका त होइन नि यिनीहरूले? होइन होइन, तिमीहरूले किन त्यस्तो शङ्का गरेको? होइन तिमीहरू के खुसखुस गरेर हौ? हाम्रो सानो कुरा। ए ल जम जम जम, ल जम। जम जम। ढिला हुन लागिसक्यो। हेलो म्याम, नमस्ते। म्याम आइपुग्यो। ल कडा ल। ल म्याम। खोइ त अब मेरो हिस्सा। यहाँ छ नि भाइ। ल ल अब यिनीहरूलाई अब सम्हाल्नु। अब सिटी मल घुमाइदिनु नि त। सिटी मल घुमाइदिनु राम्रो छ। टेन्सन नगर न, म घुमाइदिइहाल्छु नि। ल गयो है त म्याम। केटीहरू सिटी मल घुम्न आएको हो? ओ लाऊ मेरो पछाडि। भनेपछि सिटी मल आएको घुम्न? सिटी मल त आएको हो नि। हो? कस्तो लाग्यो त सिटी मल? खोइ केही त होइन, के सिटी मल भन्नु, केही त छ यहाँ डन बसिरहेको, यही त हो नि सिटी मल। डन र राम्रो मान्छे बस्यो भन्दैमा सिटी मल भन्न पाइन्छ र? अब नपाए नि पाइन्छ। त्यस्तो कहाँ छ त? अब तिमीहरू कोठी घरमा आएको छौ? कोठी घर? के भन्दै हुनुहुन्छ तपाईँ? मैले तिमीहरूलाई किनिसकेँ। अब आफ्नो कोठामा गएर बस्ने ग्राहक आइसकेको छ। राजिन होइ त।
अब तिम्रो राजिन गइसक्यो। हे दिदी त्यस्तो नभन्नु न दिदी, हामी नेपाल फर्कन चाहन्छौँ दिदी, हामीलाई हाम्रै घरमा पठाइदिनु, हामीलाई नेपाल फर्काइदिनु न दिदी, हामीलाई हाम्रै घर फर्काइदिनु, हामी हाम्रै घर जान चाहन्छौँ। हटा तिमीहरू, यहाँ म तिमीहरूको गुनासो सुन्न आएको होइन, तिमीहरूलाई मैले किनेर लिएर आएको हो, त्यसैले सबैजना जाने आफ्नो कोठामा गएर बस्ने ग्राहक आइसकेको छ। ल गइहाल त। राजिन त कस्तो धोकेबाज रहेछ। बसिरहने। त्यही त भनेको, हामीले त त्यो पुलिसको कुरा समेत नसुनिकन यहाँ आएका थियौँ। त्यसको त कहीँ गए पनि भलो नहोस्। राजिन त लास्टै ढोकेबाज रहेछ साथीहरू। त्यही त, त्यसको त जहाँ गए पनि नराम्रो नै नराम्रो होस्।